श्रावण महिनाको 24 गतेबाट बृहस्पति उदयसँगै भाग्यमानी बन्दैछन् यी 7 राशिहरू। तपाईँ पनि यी राशिमा पर्नुभयो या भएन कमेन्ट गर्न भने नबिर्सिनुहोला। र बृहस्पतिको उदयसँगै विशेष गरेर 90 दिन विशेष लाभहरू मिल्ने गर्छ यी 7 राशिलाई। पहिलो राशिमा रहेको छ मेष राशि। मेष राशिको चतुर्थ स्थानमा उच्चको बृहस्पति रहनेछन्। तसर्थ तपाईँको लागि जग्गा जमिनको काम कार्यहरू, माता सुख, त्यस्तै गरेर तपाईँको अध्ययन अध्यापनमा पनि सुख प्राप्तिको योग बन्नेछ र तपाईँले छिटाएका कामहरू बन्नेछन्। दोस्रो नम्बरमा रहेको छ वृष राशि। वृष राशिको तृतीय स्थान पराक्रम स्थानमा चाहिँ बृहस्पति रहनेछन् उच्च अवस्थाको। तसर्थ तपाईँको लागि यो समय निकै लाभदायक बन्नेछ। पराक्रममा वृद्धि हुनेछ, साहसी काममा मन जानेछ, अचानक धन लाभहरू हुनेछ, फँसिएको धनहरू छ भने प्राप्तिको योग बन्नेछ र साथै साथीभाइबाट पनि तपाईँले साथ सपोर्टहरू पाउनुहुनेछ र मान सम्मानका योग पनि तपाईँलाई बन्ने देखिन्छ। र त्यस्तै गरेर तेस्रो नम्बरमा रहेको छ निकै भाग्यमानी राशि कर्कट राशि। कर्कट राशिको आफ्नै घर लग्नमै बृहस्पति बसेको हुनाले विद्वान योग बन्न गएको छ। उच्चको बृहस्पति लग्नमै बस्दै गर्दाखेरि तपाईँको लागि अत्यन्तै शुभ योग बनेको छ। तपाईँले आँटेका काम पुग्नेछन्, चिताएका मनोकामनाहरू पूर्ण हुने अवस्था देखिएको छ। शारीरिक स्वस्थताहरू बढ्ने देखिन्छ भने आर्थिक लाभ मिल्नेछ। त्यस्तै गरेर रहेको छ अर्को नम्बरमा, चौथो नम्बरमा रहेको छ अर्को भाग्यमानी राशि कन्या राशि। कन्या राशिको 11 भाव अर्थात् लाभेश स्थानमा चाहिँ बृहस्पति उच्च अवस्थामा छन्। तसर्थ बृहस्पतिको उच्चको प्रभावले गर्दा तपाईँका आय स्रोतहरू बढ्नेछन्, विद्वान व्यक्तिहरूसँग भेट हुनेछ र बिग्रिरहेको व्यवसाय छ भने पनि तपाईँले सपारेर अगाडि बढ्नुहुनेछ। नयाँ नयाँ अवसरहरू र आर्थिक लाभ यो समयमा तपाईँलाई मिल्नेछ। र त्यस्तै गरेर अर्को रहेको छ भाग्यमानी राशि वृश्चिक राशि। वृश्चिक राशिको भाग्य भावमा नवम भावमा चाहिँ बृहस्पति उच्चका रहनेछन्। तसर्थ तपाईँलाई धार्मिक यात्राहरू हुनेछ, साथसाथै शैक्षिक मार्गमा उन्नति प्रगति हुनेछ, पितासँगको सुखमा प्राप्ति हुनेछ, राम्रो हुँदै जानेछ र तपाईँको यात्रामा पनि सफल योग बन्नेछ र चिताएका कामहरू बन्नेछन्। र त्यस्तै गरेर रहेको छ मकर राशि। मकर राशिको सप्तम भावमा बृहस्पति उच्च अवस्थामा छन्। तसर्थ तपाईँको पार्टनरसँग सम्बन्ध बिग्रिरहेको थियो भने पनि सुधारिएर जाने अवस्था छ। पारिवारिक साथ सहयोग मिल्नेछ, एक्सपोर्ट इम्पोर्ट जस्ता कामहरूबाट विशेष लाभहरू मिल्नेछ, यात्राको योग बन्नेछ र त्यस्तै गरेर तपाईँको व्यावसायिक लाभहरू मिल्ने देखिन्छ र प्रेम जीवनमा सफलता मिल्छ। र त्यसै गरी लास्ट रहेको छ अर्को 7औं राशि भाग्यमानी राशि मीन राशि। मीन राशिको पञ्चम भावमा बृहस्पति उच्च अवस्थामा छन्। तसर्थ मीन राशिको व्यक्तिलाई पनि अत्यन्तै लाभदायक रहेको छ। यो 90 दिनको समय विशेष लाभदायक रहनेछ र सो समयमा तपाईँको पढाइ क्षेत्र अगाडि बढ्नेछ, सन्तान सुख प्राप्ति हुनेछ, तपाईँले आँटेका कामहरू पुग्नेछन्, स्वास्थ्यमा सुधार भएर जाने र विभिन्न क्षेत्रबाट चाहिँ तपाईँले लाभ लिन सक्नुहुनेछ।